गतकेशरी योग, लाइफ चेन्जिङ योग, राजयोग। सुनिरहनुहोस्, यदि तपाईको कुण्डलीमा चन्द्रमा र बृहस्पति ग्रह एउटै घरमा बसेको छ वा परस्पर दृष्टि छ भने यो कन्डिसनमा तपाईको कुण्डलीमा यो राजयोग बनेको छ। यसले हजुरलाई पैसा कमाउने मौका दिन्छ, मान सम्मान दिन्छ, सक्सेस समाउने बाटो देखाउँछ, सफलता समाउने क्षमता दिन्छ र तेज दिमाग दिन्छ। यो योग भएका मान्छेहरू जहाँ भए पनि आफ्नो प्रभाव जमाउँछन् र जुनैसुकै ठाउँमा गए पनि मान सम्मान कमाउँछन्। यदि तपाईको कुण्डलीमा ग्रह कमजोर अवस्थामा बसेको छ, बृहस्पति र चन्द्रमालाई कुनै नेगेटिभ प्लानेटले दृष्टि दिएको छ भने यो कन्डिसनमा भने यसको प्रभाव कम हुन्छ। कुण्डलीमा यो योग छ वा छैन तपाईँ जान्न चाहनुहुन्छ भने आफ्नो चिनाको फोटो वा जन्ममिति, जन्म समय र जन्मस्थान कमेन्टमा वा व्हाट्सएपमा पठाउन सक्नुहुन्छ।